हिउँ थपिँदै गयो। सल्लाहका वृक्षले हरियो रङ बदलेर सेतोमा परिणत हुँदै गयो। वातावरण पुरै बदलिए झैँ लाग्यो। कति सुखद अनुभूति। प्रकृतिले एकै क्षणमा रूप बदलिएको प्रत्यक्ष अनुभव गर्न पाइयो। धरतीले आफ्नो कपडा फेरेर नयाँ रूपमा प्रस्तुत गरे झैँ एकाएक सबै रङ संयोजन बदलियो। धेरै टाढा बीचमा बास बस्ने बस्ती या गाउँ नहुँदा चाहिँ मन आत्तिन्थ्यो होला। यहाँ त अब थोरै हिँडे पश्चात बास बस्ने स्थान पुगिहालिन्छ। हिउँदमा हिउँ परेको भोग्न पाउनु त्यसै पनि आनन्दित क्षण हो नै। यो स्थानको यात्रा किन सजिलो लाग्यो भने यहाँ त 3000 मिटरको उचाइसम्म मोटर सडक छ। त्यहाँसम्म सजिलो गरी आइहालिन्छ। कतिपय स्थानमा त तलबाट हिँड्नुपर्छ। 3000 मिटर आइपुग्दा त थाकिएको हुन्छ। हुन त यो कुरा सापेक्ष हो। तल्लो उचाइबाट हिँड्न रुचाउलान् कतिपय त। मेरो अनुभवमा चाहिँ थोरै उचाइमा हिँड्नुभन्दा धेरै उचाइबाट पैदल यात्रा सुरु गर्नु सजिलो, कम समय लाग्ने र छिटै लेकको वातावरणमा रम्न पाउने हुन जान्छ। नेपालको धेरै कम स्थान मध्ये यो एक होला जहाँबाट एकै दिन कसिएर हिँडे हिमालकै फेदीमा पुगिन्छ। यसको मुख्य कारण चाहिँ 3000 मिटरसम्म मोटर पुग्नु नै हो र नुम्बुर हिमालको फेदी पनि 4600 मिटरमै हुनु हो। सो गर्ने देउरालीलाई सम्झेर हाम्रो यात्रा सफल भयो। कुण्डको लागि भनेर धुएर सुकाएर यो माथि यसरी फाल्ने हो नि। र हामीले यताबाट आउँदा चाहिँ एउटा पूजापाठ चाहिँ यो हामीले एउटा सानो कुण्डा पनि यहाँ भनिन्छ। यहीँदेखिको चाहिँ एउटा पूजापाठ सुरु हुने क्रम चाहिँ हाम्रो दुधकुण्डासम्मलाई हुनुपर्छ। यो पहिलो हाम्रो एउटा पूजा चाहिँ यहाँबाट सुरु हुनेछ। जस्तो दुधकुण्ड जान सकेनन् भने के? हजुर, दुधकुण्ड जान नसक्ने व्यक्ति माथि धेरै हाई लाग्छ र जान सकेन भने यहाँसम्म आए मात्रै एउटा चाहिँ पूजापाठ गरियो भने उहीँ गएको सो सर चाहिँ मानिँदो रहेछ अहिलेसम्म सुनेकोमा। 넘버를 쓰는 개념 뭐 faktor권도 좀 우발도 이제 개탈도 있습니다. 노르보다와를 개념이 작전력 난다시 빨리 적장수 선바지라 작전. 개개소소 아 개개소소. अर्किनु भयो सर र बस. कहाँ पुगेर आउनु भयो? कस्तो मजाको ठाउँ है। यसो छेउतिर छिरेर निस्किन गर्न पनि रमाइलो हुने र कति गजब लाग्यो यो ठाउँ। सबै यो गुराँसको जङ्गल बिच हिउँ मजाले पर्दाखेरि हाम्रो निम्तोलाई स्वीकार गरेर यहाँसम्म आइदिनु भयो। एकदमै धेरै खुसी लाग्यो। एकदमै धन्यवाद सबैको। ल हजुरलाई पनि स्वागत छ। हामीलाई त अघि लागिहाल्नु ल सर। ल विशेष धन्यवाद। 3000 मिटर उचाइबाट हिँड्न सुरु गरेको आज त्यही पनि ढिलो ढिलो गरी हिँडेको। यो झन्डै 4000 मिटर आइपुग्दा हिँडेको आवाज नै भएन। कामु डाँडाको यो एभरेस्ट भ्यू पोइन्ट होटलमा आज हामी बास बस्न आइपुग्यो। वासस्थान आइपुग्यो। सहजै आउनु सकिन्छ। पहिलो दिन त धेरै राम्रो जानु भएन। शुभ कार्यहरू चाहिँ त के बाबालेसम्म हुँदैन। यो हो त खास कुरो। हजुरहरू सबैलाई यो दुधकुण्डमा वेलकम छ। यो चाहिँ आज यो वेलकम सबैजनाको लागि वेलकम हो। फुड सेलिङ सरलाई धेरै धेरै धन्यवाद। म सँगसँगै सबैजनाको तर्फबाट यो यति कठिन होइन विकट भूगोलमा पनि यति राम्रो तपाईँहरूको आतिथ्यताप्रति चाहिँ हामी सदैव चाहिँ एकदमै आभारी छौँ।